हेलो साथीहरू नमस्ते। मेरो बहिनीको चाहिँ पोस्ट डेट भइसकेको थियो, त्यही भएर चाहिँ हामी सल्यानको जिल्ला अस्पताल हिँडेको थियौँ इन्डक्सनको लागि। सामानहरू रेडी गर्दै थियौँ होइन। अनि मेरो बहिनी, मेरो मम्मी अनि मेरो बहिनीको सासू सबैजना चाहिँ सामान रेडी गरेर चाहिँ हामी जिल्ला अस्पताल हिँडेको थियौँ, इन्क्लुडिङ मी है। अब सुरुमा एम्बुलेन्समा जाने कि भन्ने कुराहरू उठ्यो। अनि त्यसपछि फेरि ज्वाइँले भन्नुभयो होइन बाइकमै जाने भन्नुभयो। अनि त्यसपछि ठिक छ भनेर हामी चाहिँ बाइक राइड गरेर हामीहरू गयौँ जिल्ला अस्पताल। हामी चाहिँ गयौँ जिल्ला अस्पताल होइन। अनि बेड बुक गरेर चाहिँ अनि हामी चाहिँ बेडमा बस्यौँ। ऊ चाहिँ मम्मी होइन, उर्मी मम्मी एन्ड सी इज सो चिल होइन। मैले चाहिँ बेबी मुभमेन्ट देखेँ होइन। त्यसपछि मलाई चाहिँ इन्ट्रेस्ट छ। देन आई फिल मेरो हातले छोएर 12 मिनटदेखि चाहिँ हाम्रो इन्डक्सन स्टार्ट भयो होइन। त्यसपछि भोलिपल्ट दिउँसो चाहिँ हाम्रो नानी जन्मियो। विजया दशमी दुर्गाको भवानीको बेलामा चाहिँ हाम्रो घरमा दुर्गाको रूपमा छोरीको जन्म भयो। पहिलो सुरुमा हामीले सोचेको कि फेस रिभिल नगर्ने होइन, तर पछि चाहिँ एन्ड सी इज माई डटर, कङ्ग्रेचुलेसन्स टु मी। ठुली मम्मी भएको हस्पिटलमा चाहिँ पेसेन्टलाई त्यही नि दिँदो रहेछ होइन। अनि बहिनीले चाहिँ दुध खाँदैन भने अनि मैले चाहिँ बहिनीको भाग खाइदिएँ। देन हामी रिटर्न भयौँ घरमा। भोलिपल्ट 11 गते बहिनीलाई डिस्चार्ज थियो अनि हामीहरू चाहिँ रिटर्न भयौँ। बहिनी आफ्नो घरमा भयो, हामी आफ्नो घरमा। सबैले भन्नु कङ्ग्रेचुलेसन्स टु मी।